Hello guys, welcome back to my new video. तपाईहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। त्यो धेरै भ्युअर्स नभए पनि मेरोमा अब सुरुमा हैन 4-5 जना भयो नि हेरिराख्नु हुन्छ। उहाँहरुलाई भनेकै त्यो चाहिँ पनि अनि त्यसै सबैजनाले भिडियोहरु हेर्नुहुन्छ भने प्लिज लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। अनि चाहिँ म कलेजदेखि आइरहेको छु कि आउँदैछु। यस्तो छ हालत। यो चाहिँ मेरो आइडेन्टिटी कार्ड भयो साथीहरु। देखाउनु हुँदैन फोटोहरु एकदम नराम्रो छ त्यही भएर। यतातिर कस्तो अब बोल्न खासै पनि आउँदैन के गरेर बनाउने कसो हैन केही नै यो नै छैन क्या के पनि के भन्छ त्यो अब सिकाउने नि कोही छैन यताउति हैन आफै जस्तो जान्यो जे जान्यो त्यस्तै आएर जस्तो छ जे छ त्यही आयो सबैजनाले माया गरिदिनु होला साथीहरु त्यस्तै खाले भयो। अनि यतातिर त्यो मन्दिरहरु पनि छ बोल्दाखेरि कस्तो जिउहरु लटपटेर आउँछ होला के हुन्छ मेरो बोली चाहिँ यस्तै हो साथीहरु। कतिजना ठुलो पल्टेर बोलेको भन्नुहुन्छ त्यस्तो चाहिँ हैन मलाई ठुलो पल्टिन आउँदैन तर फेरि म बोल्दाखेरि के हुन्छ यस्तै हुन्छ। अलि छिटो बोल्छु जस्तो लाग्यो त्यही भएर आउँदैछु बिस्तारै बोल्छु। यताबाट जान्छ अब हाम्रो घरदेखि त्यो घर भन्दा नि अब रुमदेखि चाहिँ वहाँ पुग्नको लागि स्कुल कलेज पुग्नको लागि त्यस्तै 15-16 मिनेट लाग्छ। आज चाहिँ मैले बिहानै नै ब्लग स्टार्ट गरिदियो। अरू बेला चाहिँ सधैँभरि बेलुका गर्थेँ। आज चाहिँ मैले बिहानै गरिदिएँ किनभने भरे मलाई टाइम हुँदैन अलिकति पनि। अनि त्यही भएर जस्तो छ जे छ आफ्नो डेली लाइफ देखाउने होइन मतलब अब त्यो बाहिर कन्टेन्टहरू खोजेर क्रिएट गर्ने हो तर अनि अब त्यस्तो मौका सधैँभरि हुँदैन स्टुडेन्ट लाइफमा भनेर त्यही भएर मैले थोरै डेली लाइफ नै देखाउँछु। त्यत्रो बोल्छु लास्टमा त्यो भिडियो थोरै स्किप भइदिएको हुन्छ। यता प्लटिङ भन्छ यतातिर चाहिँ यस्तै रहेको छ अनि म पनि यस्तै रहेको छु। यहाँबाट पनि बाटो छ छिटो पुग्ने छिटो आउने तर म आज चाहिँ भ्लग गर्छु थोरै छोटो मिठो भनेर होइन गरेको हो। अहिले गर्नु साथीहरु मैले हिजो भिडियो हालेको थिएँ कि युट्युबमा अनि त्यो ब्याकग्राउन्ड म्युजिक अलिक धेरै भयो जस्तो छ मेरो भिडियोमा त्यही भएर कपिराइट लाग्यो अनि मैले भिडियो डिलिट गर्नु पर्यो साथीहरु। कति 17-18 भ्युज पुगेको थियो होला तर मेरो भिडियोलाई चाहिँ कपिराइट लाग्यो युट्युबले कपिराइट गरिदियो त्यही भएर मैले डिलिट गरिदिएँ। मस्त घाम लागिरहेको छ अहिले चाहिँ 10-11-12 भइरहेको छ। अब जाने काम हुन्छ यताउति काम बोल्नु मात्रै हो अब केही छैन के देखाऊँ त तपाईहरुलाई यस्तै छ के देखाऊँ त ला क्यामेरा हात यस्तो राख्दा हात गलेको जस्तो हुन्छ कि अनि त्यही भएर कस्तो गर्छु। अनि यहाँनिर चाहिँ क्याफे पनि रहेको छ सनराइज क्याफे गरेर यस्तो घाम ताप्नु जस्तै यहीँ सुत्दिउँ जस्तो लाग्छ के गर्नु। अनि ब्लगहरू पनि मजाले एडिट गर्न आउँदैन थोरै एडिट गरेको थिएँ हिजो अलिकति त्यो मतलब अब ग्यालरीमा आएर चाहिँ मैले हल्का त्यो ब्याकग्राउन्ड म्युजिक हालिदिएको थिएँ कि अब त्यो थाहा थियो त्यो हल्लाहरू गऱ्यो भने चाहिँ कपिराइट युट्युबमा कपिराइट लाग्छ भनेर तर अनि यो गरेँ हालिदिएँ अब लाग्दैन होला त्यो भनेर लास्टमा त कपिराइट लाग्दिरा हिजोको सेभ भयो साथीहरु सही भिडियो सेभ भयो। अब के गर्नु होला जस्तै हो कहिले हुन्छ त्यही आज बनाउँछु आज चाहिँ खै के अब आजदेखि त्यस्तो ब्याकग्राउन्ड म्युजिक थोरै हालिदिन्छु त्यो चाहिँ हिजोकोमा चाहिँ पुरै थियो क्या त्यही भएर नि होला कपिराइट हाल्नु अब पुग्न लाग्यो अहिले पनि यति धेरै बोले साथीहरु लास्टमा भिडियो रेकर्डिङ नै यस्तो भइदिरहेको रहेछ भने के गर्नु अब अरे भेटौँला साथीहरु। म चाहिँ आज चाहिँ म त्यस्तै
10 मिनटको जस्तो त बनाउँछु भरे बनाउँछु अब एकैचोटि काम सकेर सब सकेर भेटौँला है साथीहरू एकचोटि बाई साथीहरू फेरि पनि वेलकम मैले त अहिले अघि भ्लग स्टार्ट गर्छु भनेको थिएँ सबै कामहरू सकेर मैले भर्खर कामहरू सकेको हुनाले मैले भ्लग स्टार्ट गरेँ यतिखेर चाहिँ 5 बज्न लागिसक्यो साथीहरू अनि खाजा पनि खाइयो आजको दिन यसरी नै बित्यो के भन्नु छ र मान्छेहरू आएछ मलाई लाजले म हिँडेँ अब यता रेडियोतिर बजाएर हिँड्दा नि भिडियोमा कपिराइट लागेको छ साथीहरू फेरि आज पनि मेरो भिडियोमा कपिराइट लाग्छ त्यही भएर डरले म भागिरहन्छु यहाँ गीतहरू बजाइरहनुपर्छ कुखुरालाई त्यही भएर तपाईँको चोरहरू आएछ नि के हो यार साथीहरू डराउनुपर्छ यसो फेरि म एकचोटि हाम्रो तोरीबारी जान्छ है यस्तो मलाई जान मन लागिरहन्छ तर मेरो काम छ अब अघि आज मैले भ्लगहरू यतिकै होला भ्लग भन्दा पनि के भन्नु त्यस्तो भ्लग सक्दै हुँदैन है मान्छेले पनि के भन्छ होला मलाई चाहिँ अनि अब घाम पनि डुब्न लाग्यो अघि त पानी पर्न लागिरहन्थ्यो के गरेँ भन्दाखेरि यत्रो चाहिँ लुगा धुएँ यताउति होइन कुखाले साह्रो गर्दाखेरि समय बितिहाल्यो आज चाहिँ मैले मोबाइल हेर्न पनि पाएको छैन दिउँसोभरि होइन यस्तै छ अब बिजी हुन्छ साथीहरू अलिअलि आफ्नो सफासुग्घरहरू गर्नुपर्ने हुन्छ जिन्दगीको गोरेटोमा मरिलाने जिन्दगी के छ र होइन आन्टी हेलो गर्नु न आन्टी सलिना हेलो हेलो गर्नुभन्दा पनि नगर्ने क्या अब पानी लिन जानुपर्ने हुन्छ बारी यताउति कति हो सलिनाको काम त्यस्तै हो म त चाना उठाउनु पर्ने सलिना ए आन्टीहरूको यो छ अरे म देखाइदिन्छु ल साथीहरू खतरा छ नि तर करेसिला बारी चाहिँ यो आन्टीहरूको यहाँनिर लसुन प्याजहरू छ यहाँ यो चाहिँ लसुन भएछ अरे अनि यो चाहिँ प्याज अनि यो चाहिँ मुलाहरू साग यत्रो सबै आलु पनि छ यत्रो बारी छ तर सबै कुराहरू पाउने के भएको सबै रोपेको होइन आन्टी त्यत्रो मुलाको अचार यति मात्रै हो आन्टी ए अचार हाल्नुहुन्छ अरे यता देखाइदिनु न मजाले लु गाइचहरू हेर्नुहोस् है छ्या नदेखाऊ यस्तो अनि यहाँ सनसेट हेर्नु न साथीहरू सनसेट मान्छेले हेर्छ कतिवटाले हेरेको भए त आनन्दै हुन्थ्यो नि 2-3वटाले मात्रै यो आन्टीहरूले चाहिँ सबैको यो अचारहरू हाल्नुहुन्छ यहाँ नि यस्तो छ अब यहाँनिर पानीहरूको यो हालेर म चाहिँ पानी लिनु पनि जानुपर्ने हुन्छ साथीहरू किनभने यो कुखुरालाई पनि फिल्टर गरेको पानी खुवाउनु भने यो कुन जमानाको दशा आइलागियो जस्तो लागिरहन्छ बेला बेला त के गर्नु अब मान्छेलाई छैन फिल्टर गरेको यो कुखुरा मुलालाई फिल्टर गरेको पानी खुवाउनु पर्ने यस्तै छ पानी त अलिअलि त रहेछ तर पनि अब भोलिको लागि पुग्दैन नि त पानी त यति छ साथीहरू थोरै भए पनि यस्तो छ क्या बिजोको अब एकछिनको लागि भिडियो अफ साथीहरू मेरो कपाल चाहिँ के भन्नु छ र मजाले पानी लिन हेर्दैछु कि साथीहरू अनि पानी चाहिँ आएको रहेछ यहाँ तलतिर आन्टीहरूले थाप्दै हुनुहुँदो रहेछ अब अलिकति 10 मिनट पछि पठाइदिनुहुन्छ अरे आउनु त रातिसम्म पनि आउँछ कि तर अब आफूले लिनु गएको जस्तो चाहिँ नहुने भनाइ खानुपर्छ सुन्नुपर्छ त्यही भएर आफूले लिनु जाउँ भनेको ल्याउनु भएको छ अरे अहिले 10 मिनट पछि पठाइदिनु हुन्छ अरे अनि थाप्नुपर्छ अब चाहिँ म भ्लगलाई कन्टिन्यू गर्छु सबै काम सकेर गरौँला भन्ने हुन्छ ओ त्यहाँ हेर्नु न यो बिरालोहरू चाहिँ मलाई फिटिक्कै मनै पर्दैन क्या त्यो कालो बिरालो हुन्छ छ्या रिस उठ्दो यो बिरालोहरू पनि साथीहरू बेला यो के गर्नु हेरिरहनुपर्छ यस्तो यो मोबाइलको जाने ठाउँ कहीँ छैन कहाँ जाउँ अब रात पर्न लागिसक्यो खासै यताउति हिँड्नु पनि मन लाग्दैन कि अहिले चाहिँ घरमै बस्नु मन लाग्छ मलाई अनि त्यस्तै हो आजको दिन यसरी नै बित्यो तर मलाई समयले चाहिँ कहिले पनि नपुग्ने रहेछ भन्ने कुरा मलाई स्पष्ट भयो यस्तो ल्याङ लाग्दो आफैलाई ल्याङ लाग्छ आफ्नो भ्लगहरू त्यो भिडियोहरू हेरेर त्यही अब यस्तो गरिरहन्छु
अब चाहिँ म साथीहरू म मेरो बारेमा नै होइन केही कुराहरू भन्छु मतलब अब कतिलाई के हुन्छ नि त अब यसो मतलब सोधी खोजी हुन्छ मनमा खुल्दुल हुन्छ अनि म चाहिँ मेरो बारेमा भन्न गइरहेको छु साथीहरू म चाहिँ स्टडी गर्दैछु मतलब भर्खर अब 11मा 11मा अनि त्यसबाट मेरो फ्यामिलीमा चाहिँ मेरो भाइ छ मेरो मम्मी हुनुहुन्छ अनि अब त्यो बाबाहरूको कुरालाई चाहिँ पछि नै जोडौँला अनि हामी 4जना हो मेरो आफ्नै भाइ चाहिँ उहाँ जनकपुरमा छ अनि त्यसपछिबाट म चाहिँ यहाँ काठमाडौँमा छु मेरो मम्मी चाहिँ विदेशमा हुनुहुन्छ सायद मेरो मम्मी यो डाँडा पारी हुनुहुन्छ होला मेरो मम्मीलाई म यति धेरै मिस गर्छु नि साथीहरू यति धेरै मिस गर्छु मेरो मम्मीले भिडियो हेरिरहनुहुन्छ मेरो अनि म भन्न चाहन्छु मेरो मम्मीलाई चाहिँ एकदम धेरै सम्झन्छु मलाई जस्तो दुःख पर्दाखेरि पनि म मेरो मम्मी म कति सम्झिन्छु भनेर चाहिँ म बयानै गर्न सक्दिनँ क्या साथीहरू अनि मेरो त्यो अब हुन्छ नि मेरो भाइलाई नि सम्झिन्छु म एकदमै धेरै अब उसले माया गर्यो मतलब अब यस्तो क्या सानोदेखि नै सँगै बसेको भए चाहिँ माया गर्थ्यो होला सायद अब ऊ चाहिँ अलिक सानै छ पछि ठुलो भएपछि बुझ्छ होला अब होइन म चाहिँ तर मलाई सबैभन्दा यो संसारमा तिमीलाई कसको माया लाग्छ भनेर मलाई कसैले सोध्यो भने चाहिँ म मेरो मम्मी र भाइको हुन्छु म मेरो मम्मीलाई जति माया गर्छु म मेरो भाइलाई पनि त्यति नै माया गर्छु मेरो भाइ स्टडी गर्दैछ साथीहरू अहिले चाहिँ 8मा अनि मेरो मम्मी विदेशदेखि आउने बेला हुनु लागिसक्यो म धेरै एक्साइटेड छु वा हेर्नु न सनसेट मलाई लाग्छ कि मेरो मम्मी उहाँदेखि पारि हुनुहुन्छ होला तर त्यस्तो हुनै सक्दैन साथीहरू 7 समुद्र पारि हुनुहुन्छ अनि तर मेरो मम्मीले मलाई बेला के भन्नु तँलाई भ्लग गर्न आउँछ भने अलिअलि आउँछ भन्थे अनि अब धेरै भ्युजहरू त आउँदैन है अहिले नै सुरुमा अनि मेरो मम्मीले चाहिँ तर मेरो भिडियो डेली हेरिराख्नुहुन्छ मैले जतिवटा पोस्ट गर्छु होइन जहिले पोस्ट गर्छु तहिले हेर्नुहुन्छ अब अरू त के भन्नु साथीहरू यस्तै छ सबैको पर्सनल लाइफ हुन्छ ब्याकग्राउन्ड हुन्छ त्यसलाई हामीले चाहिँ अहिले नै खुलास गर्नु हुँदैन बिस्तारै खुलास गर्नुपर्छ त्यस्तै हो साथीहरू अब अरू त के भन्नु रात पनि पर्न लागिसक्यो यस्तै छ जिन्दगानी कलेज गयो आयो काम साम छैन है त्यो नागरिकता अब अरू भगवान् होइन मैले केही पाउँथ्यो होला जबहरू गर्नु भन्छु तर नागरिकता नि बनेको छैन मेरो अहिले पनि अब 18 वर्ष पुगेपछि 16 वर्ष 18 वर्ष पुगेपछि मात्रै भन्छ मेरो म अब 15 वर्ष पुगेँ भने होइन तर त्यो मेरो जन्मदर्तामा चाहिँ अझ 67 सालको तर जन्मदर्तामा चाहिँ 68 को छ त्यही भएर 12 नसकुन्जेलसम्म चाहिँ मेरो नागरिकता पनि बन्दैन साथीहरू त्यही भएर मैले केही नि गर्दिनँ घरमा यतिकै कामसाम गर्यो सघायो बाबाहरूलाई त्यस्तै हो अनि पढ्यो त्यही अरू त केही कामै छैन मलाई चाहिँ मेरो अब सबैको आफ्नो सपनाहरू हुन्छ तर मेरो नि थियो मेरो मम्मीको सपना चाहिँ मलाई पहिला नै पुलिस बनाउने थियो होइन तर परिस्थिति अनुसार चल्नुपर्छ साथीहरू तर मलाई चाहिँ आउट कन्ट्री नै जानु मन छ जेसुकै दुःख भए पनि मलाई चाहिँ एकदम धेरै पैसा कमाउनु छ लाइफमा होइन मतलब अब मनमा लागेको कुराहरू त अब आफूले सेयर गर्नु पाउँछ नि त होइन एउटा भिडियो बनाएको चाहिँ अनि मस्तसँगले पैसा कमाएर मेरो आमालाई चाहिँ टक्कसँगले यस्तो सुखमा राख्न अब तर मैले मेरो मम्मीलाई चाहिँ एकदम धेरै मनदेखि पनि सरी भन्न चाहन्छु म यत्रो ठुलो भएँ तर पनि मेरो मम्मीलाई मैले धेरै दुःख दिएको छु भनौँ न धेरै मेरो मम्मीको मन टुटेको होला सायद टुटिहाल्छ नि अब त्यस्तो गरेपछि होइन टुट्छ कति गल्ती गरिन्छ है अब लाइफमा तर नि आफ्नो आमा जस्तो चाहिँ अरू कोही हुँदैन तर आफ्नो आमा जस्तो चाहिँ कोही पनि हुँदैन रहेछ जिन्दगीमा हुँदैन पनि मलाई थाहा थियो पहिला नि अनि अरू त के भन्नु साथीहरू मलाई त्यस्तो अब आउट कन्ट्रीहरू चाहिँ मतलब अब त्यस्तो कोरिया जापानहरू पनि छैन मतलब छनु त हुन्छ नि तर नि अब आफ्नो हैसियत अनुसार चल्नुपर्ने हुन्छ साथीहरू अनि त्यसपछिबाट मेरो अब
जतिसुकै दुःख गरेर भए पनि मेरो आमा र मेरो भाइको लागि चाहिँ केही गर्नु छ। थोरै सानोतिनो केही भयो भने अब मम्मीले सानोबाट पालेर होइन यत्रो बनाउनु भयो, आफूले दुःख गरेर विदेशमा अरूको ठाउँमा बसेर। अनि त्यो एउटा सानो, तर अब नकमाए पनि सबैको सपना त हुन्छ नि त। अनि मेरो मम्मीलाई चाहिँ एउटा सानो मतलब अब केही ठाउँमा घर बनाइदिनु मन छ। अनि मेरो मम्मीलाई बाँचुन्जेलको लागि पुग्ने सम्पत्तिहरू कमाउन मन छ। जस्तो सुकै दुःख भए पनि म गरिदिन्छु। त्यो चाहिँ मेरो मम्मीलाई वचनै भयो। ल वचनै भयो, सके केही गर्छु, सके होइन सके गरेर यो गर्छु, नसके पनि अब त्यो लकले साथ, लक पनि हुन्छ साथीहरू एउटा होइन, त्यसले साथ दिएन भने नि म ढुङ्गा माटो गरेर भए पनि मेरो मम्मीलाई चाहिँ सुखले पाल्नु मन छ। जति पहिला जे जस्तो दुःख भयो भने, जति दुःख दिए पनि होइन अब यस्तो हो नि त साथीहरू, समयअनुसार हुन्छ, परिस्थिति अनुसार बुझ्ने हुन्छ होइन। अब एक जमानामा त्यस्तै थियो बुद्धि दिमाग, तर नि अबबाट चाहिँ मेरो मम्मीलाई कहिले पनि जिन्दगीमा रुवाउने छैन, रुवाउँदिनँ, कहिले पनि दुःख दिँदिनँ। कतिपय त्यो मान्छेहरूले चाहिँ मेरो छिमेकीहरूले है साथीहरू, छिमेकीहरूले चाहिँ यस्तो कुरा मतलब अब कुराहरू मेरो मम्मीहरूलाई सुनाउने नराम्रो मेरो बाटोबाट। अनि तिम्रो छोरीले यस्तो गरेको छ, उस्तो गरेको छ, किन सुनाउनु पर्यो त? मैले जस्तो गरेँ पनि जे गरेँ पनि अझ भएको कुरा गरेर त हुन्थ्यो नि, नभएको यो छिमेकीहरू हुनु पनि साह्रै नराम्रो, पुरोटे छिमेकीहरू हुनु पनि, छिमेकी भन्दा नि आफ्नो मान्छेहरू हुनु साह्रै नराम्रो रहेछ कि। कहाँ के गरेको होइन, कस्तो गरेको, तेरो छोरीले, मेरोमा मम्मी विदेशमा हुनुहुन्छ, अनि त्यो तेरो छोरीले त यस्तो गर्यो उस्तो गर्यो ह्यान त्यान यताउति। के मतलब हो त तपाईँहरूलाई चाहिँ, के मतलब हो? त्यस्तो कुरा गर्नु चाहिँ बन्द गरौँ क्या साथीहरू, बन्द गरौँ सबैजनाले। अझ नहुने कुरा लाग्यो। अनि मेरो मम्मी है टेन्सन हुँदो रहेछ, अनि मलाई फोन गरेर यस्तो गाली गर्नुहुन्छ। कहिले कहिले त ब्लग गरेर साथीहरू कति दिन त बोल्नु पनि हुँदैन। अनि मलाई अब 1-2 दिन बिस्ताउनुहुन्छ, फेरि बोलाउनुहुन्छ होला भन्छु। अनि बोलाउनु त हुन्छ नि, तर कति गाली खान्छु साथीहरू यो अरूको मान्छेको कारणले गर्दाखेरि होला जस्तो लाग्छ होला नि त मम्मीलाई पनि। अब है नदेखिसकेपछि यस्तो कुराहरू सुनाएर चाहिँ के पाउँछ हौ? भन, मान्छेहरूको जे पाइदे कुराहरू सुनाएर, त्यस्तो कुराहरू सुनाउनु कामै होइन नि। अरू मान्छेहरूको सुख खुसी देख्नु नसक्ने कुरोहरू मलाई यति रिस उठेर आउँछ नि, यति रिस उठेर आउँछ त केही भन्न सक्दिनँ साथीहरू। आजको भिडियो ब्लगहरू यस्तै भयो। अब म भोलि भेट्छु भन्दै आजको ब्लगलाई यहीँ इन्ड गरिदिएँ साथीहरू। अब थोरै सिटिङ गर्नुपर्ने हुन्छ नि त, अब चाहिँ आज बनाएँ आज पोस्ट गरिदिने हो। ए हो साथीहरू, अब यही सनसेटको मतलब अब त्यो यो उसमै मैले ब्लग अफ गरिदिएँ साथीहरू। बाई बाई, टाटा, भोलि भेटौँला।